हेलो गुड मर्निङ। आज चाहिँ हामी गाउँतिर आएको आमा लागि सन्चमा भएर हामी आएको सबैजना। बिहानमा के खाने भन्दाखेरि चाहिँ मकै पोलेर कुन भाषण भन्दा मैले एकजना मकै त पुऱ्याएछु होइन। अब यता तरकारीको तयारी गरिराख्नु आन्टीले अनि आमालाई सन्चो धेरै मकै किन र खाने मान्छे त्यति धेरै छैन भनेर राख्नु भएको थियो। त्यो पनि आएन, यति त अब खाइहालिन्छ भनेर बोल्नलाई अनि आगो बालेको मलाई धेरै आगो बाल्न बिर्सिसकेछु। बल्ल 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 आगो बालेँ। त्यसपछि चाहिँ अब मकै खानु मकै भन्ने भनेको त छैन, त्यही खानु पऱ्यो खानु पऱ्यो आफूले। अनि यत्रो धेरै मकै बनाउनु थालेको त आखिरमा खाने मान्छे त जब मैले झ्याउलाई छोडिदिएँ। अब चाहिँ हामी तिनजनाले मात्रै खाएन, अरूले चाहिँ अब पूजा भएर खानुहुन्छ अरे। अब मकै चाहिँ अब दिउँसोलाई खाजा हुने भयो सबैको लागि। अब चाहिँ हामी यति खाएर आफ्नो काम गर्नतिर लाग्छौँ। बाँकी चाहिँ सबै अरू भिडियोमा है। शुभ दिन सबैलाई।